हजुर एकदमै भने त अब मुटु कामेको हाम्रो भने त पसिना निस्केर चाहिँ हजुर त्यसो त धन्य मान्छे त अब कता जाने जग्गा छैन उता जाउँ त अब 5 जना चाहिँ बस्नु भएको अब त्यहाँदेखि चाहिँ हाम्रो तल चाहिँ मेरो बुहारीहरू मेरो भाइले लिएर चाहिँ मेरो बुढियाले लिएर चाहिँ जेठाजु गरेको चाहिँ हाम्रो हातसम्म नछोडेर हामी हजुर यो चाहिँ डल्लै गाउँलाई नै यहाँनिर यो हेर्नुहोस् यस्तो डरलाग्दो अब यो गाउँमा चाहिँ सबै सोडेको रहेछ डल्लै नै यत्रो यत्रो ढुङ्गाहरू चाहिँ कहिले पनि आएको थिएन अरे यहाँ अर्को खोला रहेछ यो राङबाङ भन्ने खोला यो चाहिँ यहाँनिर घरहरूमा यस्तो छ यहाँनिर यहाँनिर चाहिँ हामीले सामानहरू सबै हामीले बुझाइसक्यो कम्युनिटी हलमा रहेछ यहाँ राखिरहेको रहेछ सबैजनालाई यहाँनिर हुनुहुन्छ फ्यामिलिजहरू यो चाहिँ अलिक डाँडामा राखेको रहेछ यहाँनिर यो हेर्न सक्नुहुन्छ गाउँ चाहिँ डल्लै एफेक्ट गरेको रहेछ है सो यो चाहिँ हामीले ल्याइदिएको सामानहरू सिलगढीबाट सो त्यस्तो छ यहाँ चाहिँ जग्गा हेलो एभ्रिवान वेलकम ब्याक टु स्माइल्स ब्लग होइन हो सो आज चाहिँ हामी जाँदैछौँ मिरिक सेयोग भन्ने जग्गामा मेरीदेखि पनि टाढै हो अलिक मिरिकदेखि अझै अराउन्ड 5 किलोमिटर टाढो 20 किलोमिटर के 5 किलोमिटर वी हेभ टु वक ओके मिरिकबाट चाहिँ 20 किलोमिटर टाढो छ र 5 किलोमिटर चाहिँ वी हेभ टु वक आफ्टर क्यारिङ अल दिस थिङ भित्र पनि छ सामान अझै यहाँ भाइहरू हिरोहरू हाम्रो ब्लेन्ड अफ होपको हिरोहरू हो ल हेर्दै गर्नुहोस् बाटोमा हामी भेट्नेछौँ होइन के कस्तो हुन्छ तपाईँलाई भेट्नेछौँ ल हेर्दै गर्नु होला गाइस सो अब चाहिँ हामी यहाँबाट निक्लेको है हामी चाहिँ रिलिफ ड्राइभको लागि जाँदैछौँ यहाँ हाम्रो सामान छ गाडीमा भित्र पनि छ है हामी चाहिँ सियोक भन्ने जग्गा जाँदैछौँ सो हेर्दै गर्नु होला अब पुरै तपाईँलाई देखाउनु चाहिँ के कसो छ है ल हामी चाहिँ रेडी भइसक्यो जानको लागि होइन यहाँनिर हाम्रो भाइहरू ओ सुमन यहाँ अहिले चाहिँ हामी जाँदैछौँ सलपट्टि पुग्न आँटे यहाँ भाइ बबिन्दा यहाँ हाम्रो ह्यान्डसम भाइहरू हाम्रो बहिनी पनि हुनुहुन्छ होइन त्यही भएर भाइ हेर्दै गर्नुहोस् होला घरको मान्छे यहाँ आज भेट भयो 5-6 महिना बाद भेटेको आज मैले कहाँ राख्थ्यौ भन त यता हेर त भन न कहाँ राख्थ्यौ तिमी 6 महिनामा दर्शन दिँदैछौ 4 महिना त भयो भाइ कहाँ पुग्थ्यो भन त भाइ त्यस्तो हेर भाइ हामी बुझ्छौँ नि गर्लफ्रेन्ड बनाए ठिक छ होइन तर त्यस्तो पनि त गर्नु भएन तिमीलाई 4 महिना गायब हुनु भाइ त्यस्तो त नगर्नु नि त 4 महिना त हराउनु भएन नि अम्बो त्यस कस्तो हराइदिएको 4 महिना हो देबु के भन्छ 4 महिना हराइदिएको यार ब्लगर सब ब्लगरहरू छ त के हो पैसा कमाउनु लागि केटा मान्छेले पैसा कमाउनु लागि मान्छेले के चाहिँ गर्नु लाग्छ भनेको यो सब ब्लगर भएको छ यहाँले लुदा छिटो अब ढिलो भइसक्यो अब चाहिँ हामी सालबारीबाट चाहिँ निक्लेको अहिले चाहिँ 8 बज्न आँटिसक्यो हो ढिलो भइसक्यो 6 बजे 8 बजे बोलाउँछ तिमी हो भाइ ढिलो गर्ने 4 बजे उठेको ल अब हेर्दै गर्नुहोस् यही बालासन खोलाले चाहिँ बिगारेको सबै यही खोला हो दुधेको बालासन खोला अहिले चाहिँ घटेछ पुरै हामी चाहिँ अहिले पानीघट्टा पुग्नु आँट्यो
मानीघट्टा भएर हामी पुटुङहरू हुँदै हामी टिङ्लिङहरू निस्किन्छौँ मिरिक। यस्तो छ बाटो, हामी यहाँ लागेको अवस्था छ। अहिले चाहिँ हामी पुटुङ खप्रेल पुटुङ यहाँ कटारेको ग्राउन्ड यहाँबाट जाँदैछु भित्रभित्र भएर होइन। बाटो चाहिँ बन्द छ किनकि सबै जग्गा। यहाँ हेर्नुहोस् है भित्रभित्र भएर जाँदैछु। यस्तो छ। हामी चाहिँ जाँदैछौँ अहिले चाहिँ पुटुङ पुग्न आँट्यो हामी, खप्रेल पुटुङ। तर 40,000 स्यालेरी पर्यो। विनिङ प्राइज भनेर चाहिँ 18,000 मात्रै दिएको छ नि कमिटीले। अहिले चाहिँ हामी नोलडाँडा आइपुगेको छ होइन। नोलडाँडा यहाँ अलिक सामान बाँध्नुको लागि। सुमन भाइ हाम्रो हिरो। सो अहिले चाहिँ हामी यहाँनिर टक्कै सुकिया मिरिकदेखि माथि सालामेन्डर पाउने लेकमा छ हो। यहाँ चाहिँ खाजा खानु रोकेको। यहाँ चाहिँ हामी यहाँ भाइहरू उयसमा मात्रै निक्लिन्छ घामहरूमा। यहीँ चाहिँ हामी टक्कै घुम्दै थियौँ होइन। तर यहाँनिर चाहिँ उयो हेर्नुहोस् न कालिज इस बनकुखुरा बनकुखुरा अहिले मार्छ के भएको ऊ कालिज म क्या नामी होइन। ए कालिज है यो चाहिँ मैले त पिकअप गरेँ पहिला। यस्तो दामीहरू यहाँ मैला गर्दो रहेछ हेर न मान्छेहरूले के भएको है। ढुक्कुर होइन यो त ढुक्कुर त हो। यही त हो स्यालेमेन्डर भाइ बच्चा रहेछ पुरा। ए यो कालो कालो छ नि हो टिप्नु हातले टिप्यो भने त पोइजन हो नि भाइ। म तिमीमा कहाँ होइन यो भ्याएको त सो हो क्या सानो होला बच्चा रहेछ डल्लै छ उता डल्लै कालो। ल खाजा साजा खाएर हामी चाहिँ अब निक्लेको यहाँबाट टक्कै। अब चाहिँ हामी सिधै तल भेट्नेछौँ। हामी चाहिँ गएको छु ओह्रालो होइन। कहाँ पुग्दैछ थाहा छैन, निकै ओह्रालो रहेछ। यो चाहिँ मिरिक सुकियाको बिचमा तल एउटा गाउँ रहेछ। स्योक फाटकबाट पनि तल रहेछ अझै। अब देखाउँछु तपाईँहरूलाई, त्यहाँनिर देखाउनुहोस् होला। यस्तो छ अहिले चाहिँ बाटो। यहाँ चाहिँ पहिरो गएको थिएछ, बाटो क्लियर गरिदिँदो रहेछ गाउँको मान्छेहरूले होला। धन्यवाद। यहाँ चाहिँ यस्तो डरलाग्दो पहिरो गएको रहेछ। डल्लै पहिरो गएको यो। हामी चाहिँ यहाँ तल पुग्न आँटेको। यहाँ चाहिँ यस्तो रहेछ बाटो बनाउँदै रहेछ। अघि डिएम सरसँग बात मारे त्यो यहाँनिर चाहिँ बाटो खोल्दै रहेछ अहिले चाहिँ। हाम्रो गाडीहरू माथि राखिरहेछ यहाँ भाइहरू। यस्तो छ यही खोला चाहिँ बढेर आएर चाहिँ तल गाउँ डल्लै यो भएको रहेछ हो। यहाँ चाहिँ हुँदैछ क्लिनअप।
आलु है लुगा त ल्याउनु न लुगा पिपी दादा ये तो मुमकिन है लुगा चाहिँ लिएर आउनु न यहाँबाट सामान सार्दैछ हामी फेरि अब यो गाउँमा लानुपर्छ यहाँ चाहिँ ब्रिज पनि भत्किएको रहेछ यो यहाँ चाहिँ अब यो गाउँहरू देख्न सक्नुहुन्छ है हामी चाहिँ फाइनली पुग्यौँ यहाँ जग्गा चाहिँ यस्तो रहेछ है डल्लै पानीले चाहिँ हेर्नुहोस् न यस्तो डरलाग्दो पानी आएको छ माथि माथिसम्म नि मान्छे यहाँ छ पानी यहाँ माथि अब हेर्नुहोस् यहाँ मान्छे चाहिँ यहाँनिर छ अब यो कस्तो डरलाग्दो पानी चाहिँ आएको थियो होला यहाँ हेर्नुहोस् यहाँ माथि 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 डल्लै पानी आएको थियो यहाँनिर हो अब हामीले सामान यहाँनिर जम्मा गर्दैछ यहाँबाट फेरि हामी बोकेर तल गाउँमा लानुपर्छ यहाँ तल छ गाउँ यहाँ लान्छ हामी यहाँ हेर्नुहोस् यस्तो भएको छ यहाँ डरै लाग्दो हेर्नु सक्नुहुन्छ है यहाँनिर चाहिँ हाम्रो भोलिन्टियर्सहरू अब हामीले सामान माथिबाट लिएर आएको यहाँ उतार्दैछौँ यहाँ पिपी छ हाम्रो है यहाँ देबु यहाँनिर यसो छ हो मैले चाहिँ अलिकति पुग्नु सकेको छैन मेरो खुट्टा अलिकति दुखेको कारणले गर्दाखेरि हो मेरो सर्जरी भएको खुट्टा अलिकति दुखेको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ अलिकति फोटोहरू खिच्दैछु यहाँनिर हेर्नु सक्नुहुन्छ र म पनि बोक्नु त बोक्दैछ अहिले 1-2 बोरा चामलहरू सो हेर्दै जाउँ अब के कसो हुन्छ अहिले चाहिँ 3 गइसकेको छ यहाँ पानी त्यस्तो डरलाग्दो आएको छैन माथि माथिसम्म नै हामी चाहिँ सामान बोकेर यहाँनिर गाउँमा जाँदैछौँ हिँडेर जानुपर्ने रहेछ अनि राम्रो प्रतीक भाइ हेलो यस्तो हुँदैछ यहाँ म चाहिँ यहाँ छु म चाहिँ बेसी भारी बोक्नु सक्दिनँ हो सर्जरी भएको कारणले खुट्टा यहाँ त्यही भएर चाहिँ यसमा बोकेर हिँड्दैछु हेर्दै गर्नुहोस् अरू सबै कार्टुन लाउँथ्यो म मात्र बाँच्यो परिवार बाँच्यो म बाँच्यो आशीर्वाद दिनु ल ए बहिनी उहाँहरूलाई चाहिँ दियो र त्यो ट्र्याक छ होला त्यहाँदेखि त्यो टी सर्टहरू त्यस्तोहरू चाहिँ यसमा छ त्यो चाहिँ अनि एकजना नानी पनि 12 वर्षको बहिनी पनि छ उहाँहरूले पनि एउटा 2टा जस्तो ट्राउजरहरू कि यसमा चाहिँ त्यो चाहिँ तपाईँहरूले बिलाउनु यो फेरि सबैलाई पुग्दैन होला जतिजनालाई जसमा छैन अब रासनहरू तपाईँले अब यहीँनिर पकाएर चाहिँ यो मिलिहाल्छ हुन्छ हामी चाहिँ यहाँ सामान पुऱ्याइदिएको थियो भर्खर यो कम्युनिटीहरूमै बस्दै हुनुहुन्छ उहाँहरू चाहिँ यहाँ सामान हामीले ल्याइदिएको सबै उहाँले चाहिँ हामीलाई खाना पनि अफर गर्दैछ भोलिन्टियर्सहरू बिहानदेखि केही खाएको छैन हाम्रो पनि त्यो यहाँ अफर गर्नुभएको छ हामीले खाँदिनँ भन्दाखेरि उहाँहरूले एकदमै रिक्वेस्ट गर्नु भएर चाहिँ हाम्रो भाइहरूले यहाँ अलिअलि खाना लिँदैछ सो यहाँनिर चाहिँ हाम्रो सामान हामीले ल्याइदिएको सामानहरू जसले हामीलाई हेल्प गर्नुभएको छ कन्ट्रिब्युसन गरेर सो तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँले गर्दा यहाँ हेर्नुहोस् उहाँहरूको अनुहारमा अलिकति भए पनि हामीले खुसीहरू देख्न सक्छौँ सो धेरै धेरै धन्यवाद तपाईँहरूलाई यस्तो यो गाउँ चाहिँ डल्लै यहाँ हेर्नुहोस् यहाँ डल्लै मुनि अहिले जानुपर्छ त्यहाँ सो हामी तपाईँहरूलाई देखाउने सक्छौँ यहाँनिर चाहिँ यो माथि अलिक माथिमा चाहिँ उहाँलाई राखेको रहेछ सेफ जग्गामा चाहिँ सो यस्तै छ सो यहाँनिर चाहिँ हामीले सामानहरू सबै हामीले बुझाइसक्यो यो कम्युनिटी हलमा रहेछ यहाँ राखिरहेको रहेछ सबैजनालाई यहाँनिर हुनुहुन्छ फ्यामिलिजहरू यो चाहिँ अलिक डाँडामा राखेको रहेछ यहाँनिर यो हेर्न सक्नुहुन्छ गाउँ चाहिँ डल्लै एफेक्ट गरेको रहेछ है सो यो चाहिँ हामीले ल्याइदिएको सामानहरू सिलगढीबाट सो यस्तो छ यहाँ चाहिँ जग्गा
यहाँ भोलिन्टियर्स होला नि खाना यहाँनिर हिजो अस्ति 4 तारिकको फ्लडले हेर्नुहोस् घरहरू ग्राउन्ड थियो यहाँ यहाँको हो तलको सबै यहाँ आएर भेला भएछ मात्र माथि हजुर सबै घर यो उडाको सबै घर हो लाग्दो यहाँ चाहिँ बाटो थियो रहेछ यो चाहिँ डल्लै गाउँलाई नै यहाँनिर हेर्नुहोस् यस्तो डरलाग्दो अब यो गाउँमा चाहिँ सबै सोडेको रहेछ डल्लै नै यत्रो यत्रो ढुङ्गाहरू चाहिँ कहिले पनि आएको थिएन अरे यहाँ अर्को खोला रहेछ यो राङमङ भन्ने खोला यो चाहिँ यहाँनिर घरहरूमै यस्तो छ यहाँनिर भने त अब मुटु कामेको हाम्रो भने त पसिना निस्केर चाहिँ कता जाने जग्गा छैन उता जाउँ त अब 5 जना चाहिँ बस्नु भएको अब त्यहाँदेखि चाहिँ हाम्रो तल चाहिँ मेरो बुहारीहरू मेरो भाइले लिएर चाहिँ मेरो बुढियाले लिएर चाहिँ जेठाजु परेको चाहिँ हाम्रो हात समासम्म नछोडेको हामी हजुर सही जग्गामा नै पुग्यो भने चाहिँ हामी पनि त्यो उयो छ है अनि हामी पनि गएर त्यो गर्नु सक्छौँ तपाईँ एकदमै तपाईँहरूलाई धन्यवाद अनि एकदमै फेरि पनि अब तपाईँलाई त्यही विस गर्न चाहन्छु कि जति छिटो चाहिँ तपाईँहरू अब नर्मली एउटा यसमा ल यहाँ चाहिँ हामी हिँड्दैछु हामी चाहिँ डल्लै रसन ड्राइभ रिलिफ ड्राइभ सकेर चाहिँ अहिले हामी यहाँ हिँड्दै गाडी भएकोमा जाँदैछ गाडी चाहिँ माथि राखेको थियो अलिअलि पसिना मेरो चाहिँ खुट्टा दुख्दैछ हो किनकि मेरो खुट्टा अलिक सेट भएको छैन अहिले यहाँ देबु प्रतीक र पिपी भाइ यहाँ हाम्रो एससिएफएल हामी जाँदैछौँ हाम्रो रिलिफ ड्राइभ सक्यो आजको लागि चाहिँ अब फेरि नेक्स्ट ड्राइभ हुन्छ हाम्रो सो अलिअलि क्लिप्सहरू हामी जति खिचेको छौँ त्यो चाहिँ हामीले हालेको छौँ मैले हालिदिएको छु यहाँ तल हेर्नुहोस् यो खोला चाहिँ यहाँबाट यस्तो भएर डल्लै गाउँलाई नै उयो भएको थियो असर परेको थियो अनि अब जाँदैछ अब पुग्न आँट्यो गाडी भएको जग्गा त्यस्तै हो एकदमै यो ल्यान्डस्लाइडहरूले चाहिँ एकदमै बिगारेको रहेछ स्पेसली मिरिक साइडहरूतिर पुरा ह्युमन लाइफहरू क्याजुअलिटी भएको खबर त हामीले देखि नै राख्थ्यो सो त्यही हो खानुपर्छ चिया त्यहाँदेखि चाहिँ अन्त अब फेरि हामी नेक्स्ट ड्राइभ पनि गर्नेछौँ सो हेर्दै गर्नुहोस् है
के कसो हुन्छ। हामी फर्किँदैछ अब यहाँबाट अझै सिलगढी जानु टाइम लाग्छ हामीलाई। अब चाहिँ हामी यहाँबाट निक्लेको है, यस्तो भइसक्यो हालत चाहिँ। हेर्दै गर्नुहोस् होला, यहाँ चाहिँ अब हामी जाँदैछु सकेर। हेर्दै गर्नुहोस् यस्तै छ। सो यप गाइस, आज का जो भी हम लोग ने काम किया वो सारा आपको दिख ही रहा है। और इसके बाद क्या हो गया कि शाम हो गया एंड आफ्टर दैट वी केम टू अ प्लेस टू हैव टी एंड स्नैक्स। हम लोग बहुत ज़्यादा टायर्ड हो गए दिन भर कटने के बाद। और यही कहना चाहूँगा इस बार टुडे आई वुडंट बी सेइंग कि लाइक कमेंट शेयर द ब्लॉग गेट आउट कस्तो भनेको टुडे आई विल नॉट बी सेइंग कि आप लोग लाइक करो, कमेंट करो, शेयर करो। I will just say that pray for our place, and अभी सबको थोड़ा सा दिन भर के प्रेशर के बाद सबको थोड़ा सा हंस बोल रहे हैं because we have worked for it, so थोड़ा हंसना मौलना तो बनता है। But would say that thank you so much guys for watching the vlog। Thank you। आप लोग please thank you so much।